निर्मलाको सगरमाथा यात्रा कता सुरु हुन्छ आजभन्दा 3 वर्ष अगाडि। निर्मला एक साहसी युवती थिइन्। उनको बाल्यकालदेखि नै सगरमाथा चढ्ने ठुलो सपना थियो। उनको बुबा पनि पर्वतारोही थिए। तर सगरमाथा चढ्ने क्रममा बुबा हराए। बुबाको सम्झनामा उनले पनि त्यो मार्ग रोजिन्। कडा प्रशिक्षणपछि अन्ततः उनी हिमाल चढ्नको लागि योग्य भइन्। वसन्तमा सगरमाथामा आरोहण गर्नको लागि तयार भए। आरोहण सुरु भयो। मौसम कठोर थियो, हावा चिसो, पानी र निर्मलाले एकपछि अर्को बेस क्याम्प पार गरिरहन्। उनलाई त्यहाँको वातावरणले भिन्नै अनुभूति गराउँथ्यो। कहिलेकाहीँ रातको समयबाट टाढा कसैले रोए जस्तो आवाज कुहिरोमा देखिने छाया जस्तो लाग्दथ्यो। एक दिन 4 नम्बरको क्याम्पमा पुगे पछाडि त्यो रात अलि डर लाग्दथ्यो। सबै साथीहरू टेन्टमा थाकेर सुतेका थिए। तर निर्मलालाई निन्द्रा लागेन। एकाएक उनलाई आफ्नो टेन्ट बाहिर कसैले बोलाए जस्तो लाग्यो। उनी झसङ्ग भइन्। आवाज बुबाको जस्तै थियो। आश्चर्यको बीचमा उनले टर्च लिएर बाहिर निस्किन्। त्यहाँ कुहिरोमा एक आकृति उभिएको देखिन्थ्यो। पर्वतहरूको पोसाकमा अनुहार स्पष्ट तर परिचित। बुबा, उनले कराइन्। त्यो आकृति केही नबोलिकन धेरै पछाडि लाग्यो। निर्मला त्यसको पछि पछि लागिन्। तर हावाले हत्त मुहार छोप्यो र आकृति एकाएक हरायो। उनी डराइन्। अचानक उनी चिच्चाउन थालिन्। त्यो आकृति एकदमै नजिक आइपुग्यो र उसलाई भन्यो, हामी जस्ता धेरै आत्माहरू यहाँ अड्किएका छौँ। सगरमाथाले हाम्रो आत्मा थामेको छ। तिमी फर्क, तिम्रो जीवन अझ बाँकी छ। त्यसपछि ती आकृति कुहिरोमा बिलाए। निर्मला रुँदै टेन्टमा फर्किन्। त्यो रात उनले बुझिन्, सगरमाथा केवल एउटा शिखर मात्र होइन, आत्माहरूको मौन ज्यान पनि हो। भोलिपल्ट उनले आफ्नो टिमलाई सबै सुनाइन्। केहीले पत्याए, केहीले हाँसेर उडाए। तर उनले निर्णय गरिन् त्यो आरोहण त्यहीँ रोक्ने। काठमाडौँ फर्किएपछि उनले सगरमाथा चढ्नेहरूका हराएका आत्माहरूको स्मृतिमा सानो स्मारक बनाइन्। बुबाको आत्माको शान्तिको कामना गर्दै उनले त्यो दिन कहिले बिर्सिनन्। तपाईँहरूलाई निर्मलाको कहानी कस्तो लाग्यो? आफ्नो साथीहरूलाई पनि यो स्टोरी सेयर गर्नुहोस् है।